एउटा सवाल गर्नु पर्यो है। सवाल सुरु गर्नुभन्दा अगाडि एउटा वैदिक एउटा कथाबाट सुरु गरौँ। राजा हरिश्चन्द्र त सबैले नाम सुनेकै होला। हामी सबैलाई थाहा छ राजा हरिश्चन्द्र साह्रै नै धर्मपालक र सत्यवादी थिए। एक दिन उहाँको सपनामा विश्वामित्र ऋषि आएर उहाँलाई तेरा सम्पूर्ण सम्पत्ति र राजपाट त्याग गर, दान गर भनेर भन्नुभयो। उनले बिहान सबै राजपाट र सम्पत्ति दान गरेर परिवार लिएर वैदिक यात्रा हिँडे। उनीसँग अब जीवनयापनको लागि केही पनि रकम केही थिएन। अन्तमा उनीहरूले एउटा श्मशान घाटमा भनौँ न शमशान घाटमा गएर लास पोल्ने र त्यो लास पोल्ने बाबत कर उठाउने काम गरे। जीवन चलिरहेको थियो। एक दिन एउटा महिला रुँदै एउटा लास बालकको लास काखमा बोकेर रुँदै आइन् र भनिन् राजा हरिश्चन्द्रलाई, मसँग कर तिर्ने कर छैन, यो मेरो लास मेरो बाबुको लास संस्कार गर्नु पर्यो, अन्तिम संस्कार भने। तर उनले पैसा छैन भने त मिल्दैन, यहाँ त कर लाग्छ भनेर भन्नुभयो र त्यो लास उहाँले जलाउनु भएन। अन्तिममा ती महिलाले जति हारगुहार गरे पनि मानेनन् र त्यो लास नजिकैको गोदावरी नदीमा लगेर बहाएर अन्तिम संस्कार गरिन्। वास्तवमा ती महिला उनको श्रीमती थिइन् र त्यो बालक एकमात्र छोरो थियो। अब सवाल यिनीहरू हो, हामी केही गर्दैनौँ तर हामीले नेतालाई चाहिँ नि राजा हरिश्चन्द्रको जस्तो कल्पना सोध्छौँ र सत्यवादी हुनु पर्यो, भ्रष्टाचार नगरे हुनु पर्यो र सबै कुरा हाम्रो लागि गर्नु पर्यो। हामी ढडिमडी परेर सुतेर खाने केही नगरी राज्यले गरिदिनु पर्यो भनेर सोध्छौँ। के अबको युगमा हामीले त्यस्ता सत्यवादी राजा हरिश्चन्द्र पाउँछौँ त? मेरो मुख्य सवाल यही हो।